Hello, good afternoon. यो चाहिँ जोरपाटे बाजेको सेकको आमा हामीहरू एउटा प्राकृतिक औषधि भनौँ या प्राकृतिक फुड सप्लिमेन्टको वार्षिक साधारण सभामा हामीहरू भेला भएका छौँ र आज यो कार्यक्रम चाहिँ बाजेको सेकको आमा सम्पन्न भएको हुनाले यहाँ भिडियो वहाँ चाहिँ चेयरपर्सन होलिस्टिक के अरे वर्ल्ड होलिस्टिक आज होलिस्टिकको वार्षिक उत्सव छ। होलिस्टिक वर्ल्ड टुरको धेरै साथीभाइहरूसँग भेटघाट हुँदा आनन्द भएर चाहिँ राम्रो छ। म चाहिँ होलिस्टिक युजर हो। होलिस्टिक उत्पादन खाएर धेरै वर्ष बितेको छ। म चाहिँ भित्रैदेखि गर्वैदेखि होलिस्टिक हेर्दै स्वीकार्छु। त्यसैले होलिस्टिकले मानिसलाई स्वास्थ्य सँगसँगै खुसी पनि दिएको छ। हेर्नु होलिस्टिक भनेको एउटा होलिस्टिक हेल्थको अर्थ चाहिँ समग्र स्वास्थ्य हो। यसले हेल्थ वेल्थ ह्याप्पिनेस दिने गर्छ। त्यसैले म जय होलिस्टिक भन्न चाहन्छु। धेरै मानिसलाई यो होलिस्टिकको आवश्यक छ। अहिलेको वातावरणमा चाहिँ मानिसलाई रोग लागिरहेको छ। यो रोगलाई कसरी चाहिँ नियन्त्रण गर्ने भन्ने विकल्पमा चाहिँ यो होलिस्टिक युज गरौँ। हामी सबै मिलेर यो होलिस्टिकलाई कसरी चाहिँ अगाडि बढाउँ, होलिस्टिकको उत्पादनहरू के हो भन्नेको विषयमा हामी प्रत्येक शनिबार हामीले प्रोग्रामहरू चलाउँदै आएको हुनाले यो होलिस्टिकमा कसरी निरोगी बनाउने भन्ने कुरा नै हामी होलिस्टिक अभियान होलिस्टिक अवधारणा हामीले यो चलाउँदै आएको छ। त्यसैले हाम्रो प्लस होलिस्टिक युनिभर्सल हस्पिटल पनि छ हाम्रो काठमाडौँ सिटी धारामा। हामी कन्टिन्यू हाम्रो यस सारी क्लबमा हामी सेवा दिँदैछौँ। हामी जन्मैदेखि लागेको रोगहरू चाहिँ हामी होलिस्टिक उत्पादनहरू पाएर हामी निरोगी बनाउँदैछौँ। त्यसैले आगामी दिनहरूमा धेरै मानिसहरूलाई स्वास्थ्य बनाउने अभियानमा लागेको छ। जय होलिस्टिक। हस्, धन्यवाद हाम्रो चेयरपर्सन इन्द्र मोक्तान सरलाई धेरै धेरै धन्यवाद। यो चाहिँ खानाको टाइम छ। रामप्रसाद